पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपालको व्यक्तिगत राजनैतिक भविष्य मात्र होइन, उनको 4 वर्ष अगाडि गठन गरिएको पार्टीकै अस्तित्व सङ्कटमा परेको छ। पूर्व एमाले महासचिव, प्रधानमन्त्री र 3 दशकभन्दा बढी समय वामपन्थी राजनीतिमा योगदान दिएका नेपालमाथि पतञ्जलि योगपीठलाई मन्त्री परिषदको नीतिगत निर्णय मार्फत हदबन्दीभन्दा बढी जग्गा दिलाउने र त्यसै जग्गा 2 महिनामै उच्च मूल्यमा बिक्री गरी अपार लाभ लिने बाटो बनाएको आरोप लागेको हो। यो आरोपसँगै नेपालको राजनैतिक उत्तरार्ध सङ्कटमा परेको छ। राजनैतिक वृत्तमा यो मुद्दालाई 2 कोणबाट विश्लेषण गरिएको छ। एकातिर पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको गम्भीर मुद्दा लागेको दुर्लभ र ऐतिहासिक मोडको रूपमा हेरिएको छ भने अर्कातिर मन्त्री परिषदका नीतिगत निर्णयहरूमै अख्तियारको हस्तक्षेप हुन थालेको नजिरको रूपमा मूल्याङ्कन गरिएको छ। कानुनतः मन्त्री परिषदका नीतिगत निर्णयहरू अख्तियारको क्षेत्राधिकारभित्र पर्छ कि पर्दैन भन्ने विषय अझै पेचिलो छ। पूर्व प्रधानमन्त्री नेपालले भने आफूले कुनै नियतवश फाइदा उठाएको छैन भन्दै अदालतमा न्यायको खोजी गर्ने बताएका छन्। 2078 भदौ 9 गते केपी ओलीसँगको टसलपछि एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेका नेपालले 2079 को निर्वाचनमा 10 सिट ल्याएर संसदमा प्रवेश गरेका थिए। तर अहिले उनीमाथि लागेको मुद्दाले 4 वर्षसम्म कष्टपूर्वक हुर्काएको पार्टी नै धरापमा परेको छ। न नेता बाँकी न नै नीति भन्ने अवस्थामा पुग्ने देखिन्छ। अध्यक्ष विरुद्ध भ्रष्टाचारको गम्भीर मुद्दा लागेपछि पार्टीभित्र पहिलेदेखि नै दबिएको असन्तोष सतहमा आएको छ। प्रेमबहादुर आले र किसान श्रेष्ठ जस्ता नेताहरूले विगतदेखि नै पार्टी फुटाउने चेष्टा गर्दै आएको चर्चा रहेकै हो। अब यो मुद्दाले उनीहरूको आत्मविश्वास र आँटमा थप इन्धन थप्ने देखिन्छ। यसैबीच झलनाथ खनालले सुरुमा यो विषयमा तथ्य बुझ्नुपर्ने बताएका थिए, तर अहिले उनी पनि न्यायिक प्रक्रिया अघि बढ्न दिनुपर्छ भन्ने पक्षमा उभिएका छन्। यो मौन समर्थनले खनालले पार्टी नेतृत्व सम्हाल्न सक्ने सम्भावनालाई समेत बढाएको छ। यदि माधव नेपालले अध्यक्ष पद त्याग्नु परेको अवस्था आयो भने खनाल पार्टीको मियो बन्ने सम्भावना बलियो हुन्छ। दाँत हुनु अघि गिजाले पनि काम चलाउँछ भने चाहिँ नेपाली राजनीतिमा अध्यक्ष कमजोर भएपछिको आन्तरिक पुनर्संरचना अपरिहार्य जस्तो देखिन्छ। अर्को महत्त्वपूर्ण पाटो भनेको यो मुद्दाले सत्तारूढ नेतृत्व र विपक्षी सम्बन्धमा कस्तो तरङ्ग ल्याउने हो। नेपाल आफै प्रधानमन्त्री केपी ओलीले बदला लिन अख्तियार प्रयोग गरेको आरोप सार्वजनिक रूपमा लगाइसकेका छन्। यता सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यस्तो आरोपको खण्डन गर्दै सरकारले कुनै प्रतिशोध साधेको छैन भन्ने दावी गरेका छन्। तथापि काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भने चाहिँ जनमानसमा सरकारको आशयप्रति शङ्का कायमै छ। यस घटनाबाट जनस्तरमा पनि कमसेकम एकजना ठूला नेता मुद्दामा तानिए भन्ने आशा पलाएको छ। अख्तियारमाथि लामो समयदेखि ठूला माछा नसमाउने आरोप लागिरहेको सन्दर्भमा यो मुद्दाले एक किसिमको सन्देश दिएको छ। तर यसले अर्को तहमा गम्भीर कानुनी र राजनैतिक बहस पनि सुरु गराएको छ। के मन्त्री परिषदका नीतिगत निर्णयहरूमा अख्तियारले हस्तक्षेप गर्न पाउने हो? यदि अदालतले यस्तो निर्णय अख्तियारको क्षेत्राधिकारभित्र पर्दैन भनेको खण्डमा यो मुद्दा राजनैतिक प्रतिशोधको पुष्टि बन्न सक्छ। कांग्रेस पक्षले भने सार्वजनिक रूपमा यो विषयमा ठोस धारणा दिएको छैन। कांग्रेस निकट स्रोतहरूले यो मुद्दाले प्रधानमन्त्री भन्दा माथि अख्तियार रहेको सन्देश दिएको छ र अख्तियार स्वतन्त्र रूपमा काम गर्दैछ भन्ने जनाउने प्रयास गरेको देखिन्छ। तर ओली नेतृत्वको सरकार हुँदा मुद्दा लागेका नेपालमाथि अहिले प्रतिशोध स्वरूप नै यो कार्य भएको भन्ने आशंका मौलाउँदै गएको छ। यदि आज नेपालमाथि नीतिगत निर्णयको कारण मुद्दा लाग्न सक्छ भने भोलि अरू प्रधानमन्त्रीहरू पनि कानुनी द्वन्द्वमा पर्न सक्ने खतरा रहेको छ। यस विषयमा जनमानसमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ। एकातिर नेताहरूलाई पनि छानबिन हुनुपर्छ भन्ने आम धारणा छ भने अर्कोतिर यो कानुनी प्रक्रिया हो कि बदला भन्ने प्रश्न उठेको छ। यदि अख्तियार स्वतन्त्र छ भने किन अघिसम्म कुनै पूर्व प्रधानमन्त्रीमाथि कारबाही भएन? अब माधव नेपालको मुद्दा केवल व्यक्तिगत होइन, नेपाली राजनीतिमा प्रधानमन्त्रीहरूका नीतिगत निर्णयहरू कानुनी विवादको घेरामा तानिन सक्ने खतराको नजिर बन्नेछ। यसरी हेर्दा माधव नेपालमाथिको मुद्दा एउटा युगको अवसानको सङ्केत हो। तत्कालका लागि यो प्रकरणले नेकपा यसको अस्तित्वमाथि प्रश्न उठाएको छ। एमालेमा फर्कने लहर चल्ने सम्भावना, पार्टीभित्र नेतृत्वको लफडा र बाह्य रूपमा कानुनी सङ्कट, यी सबैले नेपालको पार्टीलाई गम्भीर रूपले हल्लाइदिएको छ। सगरमाथा टेलिभिजनका लागि एकराज बास्तोलाको रिपोर्ट।